आज त आमा आएका छन्। आमालाई चाहिँ 1 किलो मासु पनि ल्याएको छु। चट्टा मासु आमालाई खिलाउनु पर्यो हो। आमा भात आलु ल आज आमालाई भात खुवाउनु पर्यो। क्या तुला रहे हो? भात आलु अरे हो। घरे घरे ना मुलो हाल्नु तुम के हल्ला रे ले ला मु हाल्नु त आमा नहीं मु हाल्नु आई मैं ले हाल्नु खाना जरे ने यो अब्बो खालो यो हाल्नु आमा भात खा छोरा मासु दिनु हुन्न थियो यो त हाड झोल पनि पानी दिइरहेछ के खानु दाँत उलिरहेको थियो किराले खायो आमा के हो यो पुरा झोल दियो म त मासु राखेको त ए हाड के भयो मैले आमालाई मासु 1 किलो ल्याएको थिएँ मासु दिन छाडेर भनेर बनाएको 1 किलो मासु ल्याएको पुरा झोल हालेर यो हेर त यस्तो कस्ती होली के कस्तो म ल्याएर आउँछु सबै यहाँ लुकाएर राखेको यो मासुहरू सब लुकाएर यता राखेको तरकारी पनि हालेर नदिए ल Yeah. आमा सरी आजबाट यसो काम कबै नै गर्ला कम हालेर म दोस्रो आज हालेर ल्याइदिनु सुटले लमा आइन्दादेखि म यो काम यसो काम गर्दैन तँ मलाई माफ देऊ म नखाए भने तँलाई पाल्नु दिउनु हो ल तू न काम थे हिम्मत आ तो कतै काम थे आया तुले तो है आम्हाला नदिएर आफू खानु पाउँदैन हाम्रो काना जाल फुट्टा गरेर अहिले यसो गर्दै काम जुन गरे कोही पनि